यहाँ फेरि हुन्छ बाटो त्यति बनाउनु रहेछ ए तलै अलि उहाँ खोला झर्नुपर्छ यसै गइन्छ गरौँ त काभ्रे कहाँ पछि पछि आउने यहाँ आउन त आयो त्यही पनि कता डाँडो कहाँ वहाँ पर गएर मूल बाटो अलि जुत्ता चप्पल किन्यो अलिकति घाम है मेरो जुत्ता ज्यादा चिप्लिनु मेरा बाटो खत्तम छ बाटो त पानी आएर क्या नै त यो गाडी सिक्दाखेरि 8 मा घुमाएर ट्रेनिङ ट्रायल हुन्छ नि हो त्यस्तै माउन्टेनमा हिँड्न सक्दैन नि अनि 8 हो के यो पनि ल गाइस यस्ता हिँड्दै छ बाटो छैन यही देखेर त अनि घुम्ती बनाएको ए यहाँ त छैन गाइस यो बाटो ए हो छ यता छ म धन्न यिनलाई चप्पल लाएर त कति ठाउँ पछाड्थेँ ए टाढा आने हामी त के ल अहिले कहाँ आएन त्यो अहिले अर्को आयो त्यही त नि लोट्नु त भएन तर के कपडा राखेछ र चप्पल कस्तो खानु किन्छन् र कोही देखा त तल लिएर किन्नु हल्कै त हुन्न त कहीँ गइन्न हुन्छ यहाँ लास्टमा आऊ के पुच्छ र उता दुर्गा फाँटा निस्किने नि सिधै छिटो आइन्छ बाटो कहाँ र खोल्छो केटा लोड्दैनन् क्या अरू त हामी त यता होइन माउन्टेन हाइकिङ गरे जस्तो हुन्छ के के भाउ छि त ढुङ्गा देख्नु
निस्कँदा परान निस्किन्छ। अर्को बाटो जाम लाग्यो कता रह छोटो जाम अनि चप्पल ला यहाँ त भन्न हामी पहिलो बसमा आइज दोस्रो बसमा अब हेरेको हेरे भयो नि हुन्छ। नमस्ते हजुर हामी काभ्रे कहाँ पुग्यो काभ्रे भट्टराई ए कस्तो के कालको चिप्लो ह जुत्ता त धुन पर्छ। केमा जाने चाहिँ त दिनु फेरि सुपा सँगै निकाल्दा त हो क्या कुनै हिँड्न थाल्यो भन्थ्यो। orange lemon garlic lasun त्यो पेपर का उठा यहाँ चिप्लो हो कि त चिप्लो एकदम यहाँ लरक गर्दा गइहाल्छ ल हुन्छ थ्याङ्क यू सो मच। यहाँ साइडमा टेक्नु न पछारे नि बहुत हालत खराब हुन्छ। हात हाल्नु खुट्टा नहाल्नु हात खुट्टा नहाल्नु यो लौरो टेक्दै हिँड्नु नि एउटा अडाउँछ गइयो हुन्छ। एजुका त्यस्ता लाएर हुनु के बाँड्न त्यही भएर जुका हुन् कि एजुका होइनन्। लौरो टेकेर ट्याक कटेर हिँड्नु है लाजे एकदम शरीर गाडेर ठक्क टेकेपछि बल्ल अरू अर्को पाइलो सार्ने। यिन जुत्ता मेरो धन्न तलबाट उछन् र चिप्ले खानु कस्तो अप्ठ्यारो बाटो रहेछ दिदी जात्रै दुःखले आइयो भन्नु त दिदी जानुहुन्न होला सुपा त बाटो कति निस्किन पर्छ अझ
धेरै भयो चिप्लो बाटो हो अन्त हो चल्यो यार वो त आइयो त तल के बाटो छैन आइसक्यो युट्युबलाई 1300 चाहिन्छ कि युट्युबको लङ भिडियोलाई 1300 चाहिन्छ कि भिडियो Talking nonsense. Tower भनेको के हेर अब यहाँ भेज्यो
पायल त देखिन्छ होला यहाँ अझ यहाँको मौसम साफ भए यहाँ कस्तो देखिन्थ्यो मौसम साफ भए पर यो बाटो पातला भराडा दुर्गाहाटको पिच बाटो पुरै पिच छ त वहाँ जाने हो के तङ्गास त्यही त अनि मालु त्यही यहाँ त अगाडि यत्रो वाल उठाएर बनाएको छन् है तेरि है क्या सही बनाएको छन् त्यो त परारै यो त्यो त हाइवे जस्तो पुरै दुर्घटना अरे तो बाटो यी बाइक दुईटा यी गरिन्छ पनि गाडीको कहाँ राख ऊ रहेछ प्राइभेट गाडी ट्याक्सी होइन क्या आँखो हो क्या आँखो कति फलेका हुन्
जुन कति खिच्छ अहिले खिच्दो रहेछ जुन त हाम्रो धारो हजुर जान्छु बाटो बस्दा